सुरु गरौँ त गरौँ गरौँ भन्नु न गरम गरम हे हरियो काँक्रा करेम करेम या काका करेम करेम मकै फडिया काका करेम करेम सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौमै फैलिएका मेची महाकाली ताप रकम अति तातो कम बड ज्वाला सोला फुड त्यसको पानी मरे अलि राम्रोसँग खा अट्केर मर्लिस खान नपा जस्तो नगर। अर्को नयाँ घिचन्ते मुक्बाङ भिडियोमा स्वागत छ तपाईहरुलाई। अब सुरु गरौँ त गरौँ गरौँ भन्नु न गरम गरम हे ल फर्स्ट बाइट खानाबाट खाए ल। आमाम स्वर्ग पुग्यो। अति स्वादिष्ट अति मिठो। माछा हजुर यता आउनुहोस्। आहा ताप रकम अति तातो। कम बड ज्वाला सोला फुड त्यसको स्वादिष्ट हुनु भएछ। हड्डीहरू मलाई डिस्टर्ब गर्नु आइराख्नु भएको छ। हरियो काँक्रा करेम करेम या काका करेम करेम मकै फडिया काका करेम करेम मकैबारी दरेम दरेम हरियो काँक्रा करेम करेम। या काका करेम करेम मकै फडिया काका करेम करेम सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली। राइट भएन। यता आउनुहोस् म हजुरलाई खान चाहन्छु। अति उत्तम। कस्तो बजेको यार। जल पानी यता आउनुहोस्। मिठो आमामाम। दुई हातले खान चाहन्छु। मिठो भएको जानकारी गराउँदै आजको भिडियो अलिकति बोरिङ बन्न सक्छ। किनभने यो माछाको काँडा अति डर लाग्छ क्या मलाई। हरियो काँक्रा करेम करेम अति स्वादिष्ट।
आफूले आफैलाई पागल भएको अनुभव गर्दैछु। यस्तो पनि कसैले गर्छ? एक्लै छु, खाँदै बोल्दैछु। अति विशाल माछा भएको जानकारी पनि गराउँछु। जति जति माछा को स्वाद लिइरहेको छु उति उति स्वर्गमा पुगिरहेको अनुभव भइरहेको छ। खाए ल। अति विशाल माछा। कुन माछा हो त थाहा छैन मलाई। बजारमा माछा भेट्यो, लिएर आएँ भन्दा पनि यो पहिले लिएको माछा हो हैन। आथा लामखुट्टेले टोक्यो मलाई। पिरो त भइरहेको तै पनि पिरोमाथि पिरो थप्न चाहन्छु। पानी मरे। छिटो छिटो छिटो। के भइरहेछ यहाँ? के भइरहेछ? बेटे धुवा निस्क्यो। भइरहेछ। हात्ती पिरो। मलाई खाँदा खाँदै अगाइसकेको अनुभव भइरहेको कुरा जानकारी पनि गराउँदछु। पिरो मिठो तर पिरो पिरो मिठो।
यसलाई पल्टाएर राखौँ यो साइडबाट, किनभने क्यामेरामा कति नराम्रो देखिरहेछ माछा। अलिकति स्वाङ त पार्नै पर्यो नि होइन। लास्टै तेल भयो यार, तेलकै झोल भयो यार। यो हड्डी मात्रै भएको जानकारी गराउँदै यसलाई म किक आउट हान्न चाहन्छु। सो यति भन्दै के भन्दै आजको घिचन्ती मुकबाङको कार्यक्रम विसर्जन भएको घोषणा गर्न चाहन्छु। ला माकडक्स।